सबैजनालाई नमस्कार। विशेष त आफ्नो सुन्दर भविष्य सरकारी बैंकिङ सेवामा समर्पित गर्नका लागि अनवरत रूपमा खटिरहनुभएका, सङ्घर्षका दिनहरू काटिरहनुभएका तमाम लोकसेवा प्रेमीहरूमा अहिले अब तपाईहरूलाई सबैलाई थाहा नै छ, जसले बैंकिङ पढ्नुहुन्छ, सङ्गठित संस्थाको एउटा चाहिँ प्री टेस्ट भइसक्यो र त्यसमा पास हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई चाहिँ अहिले भ्याकेन्सी खुलिसकेर अब इक्जाम एकदमै नजिक छ। 4 र 5 को 4औं तहका लागि हैन, र त्यसै गरी 6औं तहका पनि अहिले चाहिँ भ्याकेन्सी खुलिरहेका छन् भने वाणिज्य बैंकको 6औं तहको भ्याकेन्सी खुल्ने तयारीमा छ। अब आज म धेरै कुरा नगरौँ, तपाईहरूलाई यो बैंकिङ जुन सङ्गठित संस्थाको एकीकृत बैंकिङ सिलेबस छ त्यस अन्तर्गतको एउटा बैंकिङ खण्डबाट चाहिँ के छ, बैंकिङ प्रणालीको इतिहास र विकासक्रम भन्ने एउटा चाहिँ टपिक छ हैन। त्यसमा चाहिँ सहजीकरण गर्न चाहन्छु। तपाईहरूले मेरो पेज फलो गरिदिनु होला, लाइक गर्नु होला हैन। मैले चाहिँ दिनको एक एकवटा गरेर भए पनि कसरी मिल्छ, मैले तपाईहरूलाई चाहिँ यो सिलेबस अनुसारै कभर गराउँदै जाने प्रयास गर्नेछु र सहजीकरण पनि गर्नेछु। ले चाहिँ बैंकिङ प्रणाली, अब सुरुमै जाउँ हैन। बैंकिङ प्रणाली भनेको के हो भनेर भन्यो भने कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि हामीले बैंकिङ प्रणाली अब जस्तो डेफिनेसन सोधिदिन्छ कि परिभाषा सोध्छ, जसको लागि बरु हामीले त्यसको भित्रभित्रको कति कुराहरू जानिरहेका हुन्छौँ हैन। कति धेरै कुराहरू हामीलाई याद हुन्छ, तर सर्ट अब ठ्याक्क 2 नम्बरमा आइदेला, 1 नम्बरमा आइदेला हैन, त्यो लेख्न सकिरहेका हुँदैनौँ के कहिलेकाहीँ। त्यही भएर हजुरहरू सिलेबस अनुसार के गर्नुस् भन्दाखेरि चाहिँ प्रत्येक चाहिँ सिलेबसमा भएका हरेक एउटा चाहिँ हुन्छ नि जुन पनि टपिक छ त्यसको परिभाषा चाहिँ तपाईहरूले रेडी गर्नुस्। एउटा सानो पनि गर्नुस्, एउटा सानो स्विट परिभाषा पनि रेडी गर्नुस्। अब फर्दर धेरै आयो भने त त्यसका अरू कुरालाई जोड्दा भइहाल्छ हैन। अब बैंकिङ प्रणाली भनेको के हो भन्छ, तपाईहरूले अब लेख्ने तरिका त थाहा छ होला तपाईहरूलाई। म अर्को भिडियोमा लेख्ने तरिकाहरूसितै आउनेछु। आज चाहिँ म एउटा हजुरहरू टिप्नु होला, म भन्दिनँ मात्र आज रेडी छु, किनभने मैले अलि भ्याएको छुइनँ। त्यही भएर अब बैंकिङ प्रणाली भनेको चाहिँ के हो त भन्दाखेरि माथिपट्टि तपाईहरूले अब कति नम्बरमा आउँछ त्यो क्वेसनको एन्सर भनेर बिचमा लेख्नुहुन्छ, कपिलाई मार्जिन त तपाईँलाई थाहा छ। त्यसपछि तलपट्टि परिभाषा अथवा विषय प्रवेश भन्नुहुन्छ र त्यहाँबाट गएर बैंकिङ प्रणालीलाई अन्डरलाइन गरेपछि तपाईँहरूले लेख्नुहुन्छ। के लेख्नुहुन्छ भन्दाखेरि बैंकिङ प्रणाली भनेको मुलुकका बैंक तथा वित्तीय संस्थाहरू हैन, त्यसपछि ती बैंक तथा वित्तीय संस्थाहरूलाई सञ्चालन र व्यवस्थापन गर्न बनेका नियम र कानुनहरू, त्यसै गरी र ती बैंक तथा वित्तीय संस्थाहरूको नियमन गर्ने निकाय सहितको एउटा समग्र संरचना बैंकिङ प्रणाली हो भनेर तपाईहरूले त्यति परिभाषा चाहिँ के गर्नु पर्यो, 1 नम्बरमा आयो भने त्यति परिभाषा लेख्न सक्नु पर्यो। अब लेख्नु पर्यो अथवा हैन क्वेसनले धेरै मार्क्समा सोध्यो भने अब के गर्नु पर्यो त तपाईहरूले भन्दाखेरि नेपालको बैंकिङ प्रणालीलाई यसरी स्पष्ट पार्न सकिन्छ, जहाँ क वर्गका वाणिज्य बैंकहरू, ख वर्गको विकास बैंकहरू, ग वर्गका वित्त कम्पनी र घ वर्गका लघु वित्त वित्तीय संस्थाहरू रहेका छन्। त्यसै गरी पूर्वाधार विकास बैंक पनि रहेको छ, जसलाई चाहिँ वर्गीकरण गरिएको छैन तहगत रूपमा। त्यसै गरी नेपाल यस्ता बैंक तथा वित्तीय संस्थाहरूलाई नियमन गर्नका लागि नियामक निकायको रूपमा चाहिँ नेपाल राष्ट्र बैंक रहेको छ भने बैंक तथा यी वित्तीय संस्थाहरू चाहिँ यी बैंकिङ प्रणालीभित्रका बैंक तथा वित्तीय संस्थाहरू चाहिँ बैंक तथा वित्तीय संस्था सञ्चालन ऐन अथवा बाफिया चाहिँ 2073 बमोजिम सञ्चालन र व्यवस्थापन गरिँदै आएको छ भन्नु पर्यो। अब फेरि यसमा फर्दर के थप्नु पर्यो भने यिनीहरू चाहिँ नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र लिएका हुन्छन्। त्यसै गरी अर्थतन्त्रमा बचत क्षेत्रमा रहेको रकमलाई सङ्कलन गर्छन् र चाहिँ आवश्यकताको क्षेत्रमा परिचालन गरी ब्याज दर अन्तरको माध्यमबाट नाफा कमाउने उद्देश्य राखेर चाहिँ एउटा प्रणालीमा नाफा राख्ने उद्देश्य राखेर एउटा चाहिँ प्रणालीमा चलिरहेका हुन्छन् अथवा काम गरिरहेका हुन्छन् भन्नु पर्यो हैन।